तपाईले याद गर्नुभएको छ, आजकल फेसबुक, टिकटक वा युट्युब खोल्ने बित्तिकै कसैले गाली गरिरहेको हुन्छ, कसैले झगडा गरिरहेको हुन्छ, कसैले अश्लील व्यवहार गरिरहेको हुन्छ। र अचम्म के छ भने जति धेरै विवाद उति धेरै भ्युज, जति धेरै रिस उति धेरै भाइरल। अब प्रश्न छ, के सामाजिक सञ्जालले राम्रो मान्छेभन्दा खराब व्यवहारलाई पुरस्कृत गरिरहेको छ? हाल विश्वभर एउटा शब्द धेरै चर्चित छ, रेजबेट। यसको अर्थ के हो? सरल भाषामा भन्नुपर्दा मानिसलाई जानाजानी रिस उठाउने, चिर्याउने वा भावनात्मक प्रतिक्रिया गराउने सामग्री बनाउनु। किन? किनकि तपाईले रिसाएर कमेन्ट गर्नुभयो भने, सेयर गर्नुभयो भने, आफ्नो साथीलाई पठाउनु भयो भने सोसियल मिडियाले सोध्छ यो पोस्ट त निकै रोचक रहेछ र त्यसलाई झन धेरै मानिससम्म पुर्याउँछ। नेपालमा अहिले एउटा नयाँ उखान जस्तै बनेको छ, जो बहुलायो त्यो मौलायो। अर्थात् जो जति असामान्य, जो जति विवादास्पद, जो जति अश्लील, जो जति आक्रामक, त्यो उति भाइरल। यदि तपाईले शान्त भएर सभ्य भाषामा राम्रो सन्देश दिनुभयो भने त्यसले त्यति ध्यान पाउँदैन। यो केवल नेपालको समस्या होइन, विश्वभरिका सोसियल मिडिया प्लेटफर्महरूको एल्गोरिदमले मानिसको ध्यान, एटेन्सन खोज्छ र ध्यान त सबैभन्दा धेरै रिस, डर, घृणा, विवाद र सनसनीले तान्छ। अनुसन्धानहरूले देखाएका छन् कि मानिसहरू सकारात्मक सामग्रीभन्दा नकारात्मक सामग्रीमा बढी प्रतिक्रिया दिन्छन्। यसलाई मनोविज्ञानमा नेगेटिभिटी बायस भनिन्छ। अर्थात् 10 वटा राम्रो खबरभन्दा 1 वटा खराब खबरले हाम्रो ध्यान बढी तान्छ। त्यसैले एल्गोरिदमले पनि त्यही सिक्छ। तपाईँ कुन पोस्टमा रोकिनुभयो, कुन पोस्टमा रिसाउनुभयो, कुन पोस्टमा कमेन्ट गर्नुभयो, त्यसैको आधारमा उसले तपाईँलाई फेरि त्यस्तै सामग्री देखाउन थाल्छ र बिस्तारै तपाईँको न्युज फिड नै विवादले भरिन थाल्छ। अब प्रश्न आउँछ, दोष केवल कन्टेन्ट क्रिएटरको हो? सायद होइन। किनकि यदि कसैले विवादास्पद भिडियो बनायो तर कसैले हेरेन भने त्यो भाइरल हुँदैन। तर हामीले हेर्नुपर्छ, गाली गर्नुपर्छ, कमेन्ट गर्नुपर्छ, साथीलाई पठाउनुपर्छ भनेपछि हामी आफै त्यसको प्रचारक बन्छौँ। धेरैजसो मानिसले सोध्छन् मैले त गाली गर्न कमेन्ट गरेको, तर एल्गोरिदमले गाली र प्रशंसा छुट्याउँदैन। उसले केवल इन्गेजमेन्ट गन्छ। उसका लागि तपाईको रिस पनि भ्युज हो। सोसियल मिडिया आउनु अघि समाजमा प्रतिष्ठा कमाउन ज्ञान, योग्यता, अनुभव, चरित्र, योगदान चाहिन्थ्यो। तर आज कतिपय अवस्थामा गाली, विवाद, ड्रामा, झगडा पनि प्रसिद्धि कमाउने माध्यम बनेका छन्। यसले एउटा खतरनाक सन्देश दिन्छ, राम्रो भएर होइन, हल्ला गरेर चर्चित बन। यदि यही संस्कृति बढ्दै गयो भने भोलिका युवाले योग्य बन्ने कि भाइरल बन्ने? अब प्रश्न, यसलाई नियन्त्रण गर्ने जिम्मा कसको? प्लेटफर्महरूको, सरकारको, समाजको कि हाम्रो? सत्य के हो भने प्लेटफर्मले एल्गोरिदम बनाउँछ, सरकारले कानुन बनाउँछ, तर अन्तिम निर्णय गर्ने हामी हौँ। हामीले के हेर्ने, के सेयर गर्ने, कसलाई प्रसिद्ध बनाउने, त्यो हामीले नै तय गर्छौँ। अर्को पटक कुनै विवादास्पद पोस्ट देख्नुभयो भने एकपटक सोच्नुहोस्, के म वास्तवमै यो सामग्रीलाई अझ धेरै भाइरल बनाउन चाहन्छु? किनकि सोसियल मिडियामा आजको सबैभन्दा ठूलो शक्ति क्रिएटर होइन, रियाक्सन दिने भ्युअर हो। तपाईको एउटा कमेन्ट, एउटा सेयर, एउटा एङ्ग्री रियाक्सनले भोलिको अर्को भाइरल स्टार जन्माउन सक्छ। यदि तपाईँ सहमत हुनुहुन्छ भने यो भिडियो सेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्, भाइरल हुन सजिलो छ, सम्मान कमाउन गाह्रो छ। धन्यवाद।